आज म यो रेनकोट ओड्न बाध्य भएको छु किनकि अहिले म माथि लेखमा आइसकेको छु। आज म तपाईलाई गाउँको एउटा अर्ग्यानिक तरिकाको एउटा हुन्छ नि मासु कसरी बेच हालिन्छ, गाउँमा कसरी मासु कसरी राँगा सुँगुरहरू काटेर खाइन्छ भन्ने कुराहरू आज म यसै भिडियो मार्फत देखाउने छु। र स्वागत छ तपाईलाई फेरि पनि यो मेरो भिडियोमा है। सायद यो भिडियो तपाईँ त्यसमा रहनुहुन्छ भने सायद यसरी तपाईँले यसरी गाउँमा बसेर यसरी गाउँको बेजाहरू खानु भएको छ होला होइन, कति हेरेर आयो कमेन्ट गर्नु होला। अहिले एकदम चाहिँ पानी परिरहेको छ है। डम्बर सोल्टी भाग भएन रहेछ। अब फेरि गङ्गडा टिप्नु जानुपर्छ नि फेरि। यो चाहिँ राँगाको छाला है। यो चाहिँ अब दापको लागि मेरो पनि आउनुभएको थियो नि। म आएको थिएँ, म रोशन भाइहरूसँग चिन्छु नि म। यसरी भाग लगाएर चाहिँ कसलाई कति कति भाग पाइन्छ त्यो चाहिँ कसरी भाग पर्यो? 1000 भागमा कति अन्दाजी कति केजी पर्ला? 2.5 केजी। मैले उहाँ 450 रुपियाँ केजी छ। 850 ठिकै हो। यो भनेको प्योर चाहिँ गाउँको यो पहाडको हाम्रोतिर चाहिँ यसको यो सबै मिसाएर चाहिँ 450 कति छ, मासु मात्रै 550 कति होला। यसको चाहिँ सुकुटी बनाएर नि बोलेर नि फुटेर सिमेन्ट हुँदैछ त। अनि म त पल्केको छु नि त पहिले नि त्यो बाउले खुवाउँथ्यो कि कति मिठो हुन्छ। होइन यहाँ यसो आउनु काम छ यहाँ ससुराली अन्त हेर पनि आउनु भएको छ। खानुपर्छ नि कति म त मलाई पदार्थ यो चाहिँ रक्तीको लागि चुङ्गी चाहिँ दुई प्रकारले युज गर्न सकिँदो रहेछ। एउटा गाईबस्तुलाई पुल्दा छोको पनि यस्तैमा पो हाल्दैन। दाजु हाम्रो रेडी भयो, बाँकी नै पो छ। कति केजी हो? फोन लागेन? साउजी भागको कसरी छ हौ? दाजु आरामै हुन्छ नि? म भर्खर आउँदै गरेको ससुराली निस्केको थिएँ, दाइहरू सबै यता हुँदो रहेछ। अनि म पनि स्कुटी होइन, म यो बर्खे त सबै यसमा त हो नि। यो अर्कै समस्या छैन, कहीँ केही हुँदैन, ठकिँदैन तर राम्रै छ। दाजु म यो यो चाहिँ जसको आफ्नो भाग हुन्छ यो चोयामा उन्ने अनि लाने अनि लगेर जहिले पकाउने। कस्तो मिठो बास्ना आयो भन्दा सिन्कौली पो रहेछ त। यहीसँग तरकारी राम्रो राँगाकोमा चाहिँ यसमै राम्रो छ। तुम्ही तर नटे मग 1000
एक्लै आउनुभयो हजुर एक्लै आएको ए अनि जानु नि हो हामी त सुँगुर लगाएर खाइन्छ सक्यो भने हेर्नुहोस् त पारी डाँडामा यो भर्खर पानी परेर हुसे लागिरहेछ हुन त यो बर्खे ठाउँ एकदम लेक ठाउँ हो हुसे चाहिँ एकदम अत्याधिक लाग्छ चिसो ठाउँ हो यो भेटाइहाल्यो अब यसका बाजे त तल लगेर नि त्यस्तो त कति हो कति यो उमेरसम्म घाँस केटाहरूलाई बोलाऊँ अहिले तल सुँगुर पनि काट्ने अहिले आइहाल्छु दाइ चाहिँ कति जाड खानु क्या पकाउनु थाल्यो क्या ल यसरी अब आफ्नो भागमा यस्तै छ है गाउँको माहौल यस्तै छ गाउँको रीतिरिवाजहरू चलनहरू यस्तै छ है तर एकदम राम्रो हुन्छ आफ्नो कल्चरल है यहाँको नियमहरू तरिकाहरू यस्तै छ यसरी नै रमाइन्छ म हेडी जाने हौ म त बिहान आएको काम छ यो रक्ती पनि हो रक्ती चाहिँ यसरी ढुङ्ग्रोमा चुङ्गोमा केमा भन्छ त्यसमा हाल्ने चलन रहेछ रहन्छ होला नि यो चाहिँ प्रसाद के भन्छ यो राईको ऊ हो यो दाजु ए हुन्छ ऊ भाइ पनि भेटिहाल्यो अब उता भाइ प्रसाद खाँदै अब उम्माक भन्छ अनि हेङमा अरू के भन्छ राईको थुप्रो भन्छ म त राई कुरा बोल्नु जान्ने खासै म त्यसै त के भन्छ हाम्रो भाङ्गेश्वर मसला ए यो मासु सँगै यो सिङ्गलीको पत्ता पनि लिएर जाँदा हुने रहेछ पाउँदैन पाउँदैन यो झन् बासन हुन्छ है यो चाहिँ यो सिङ्गोलीको पत्ता हो यो चाहिँ मासुमा हाल्दा चाहिँ एकदम यो चाहिँ राम्रो हुन्छ है म अघि भर्खरै आउँदै गरेँ
अहिले यो राँगाले पनि यहाँको मानिसहरूलाई त्यति साह्रो भेजो पुगेन रहेछ। अब हामी अर्को सुँगुरतर्फ लाग्दैछौँ माथि मिलाउनको लागि। हेरौँ अब सुँगुर के कति मिल्दो रहेछ है। म तपाईँहरूलाई म देखाउने छु। भिडियो कस्तो लाग्यो हेर्दै गर्नु होला है, कमेन्ट पनि गर्नु होला। यो चाहिँ यो भाग भनेको चाहिँ तपाईँको यो के भन्छ यो होइन जमानी भाग। यो चाहिँ आफ्नो ठाउँबाट जो जो जमानी बसेको छ उनीहरूको लागि चाहिँ यो भाग अलिअलि बाँडेर दिने चलन छ। सायद तपाईँले यो महसुस गर्नुभयो होला, तपाईँले पनि यस्तो खालको भोग्नुभयो होला है। कतिको जवानी बस्नु भएको थियो, जवानीमा यसरी भागहरू अलिकति छुट्टिन्छ। यो चाहिँ जमानी भाग अरे। यो चाहिँ अघि चाहिँ त्यो भागमा पर्यो, यो भनेको जमानी भाग चाहिँ अब के कति पर्नेछ। यो 6 भाइको भाग हो यो। जमानी भाग 6 भाइको लागि हो। जमानीमा एकजना मेरो दाजु पनि पर्नु भएको छ कोलबोटेबाट। पानी परेको परेछ, हुस्से लागेको छ, जाडो छ। तपाईँलाई पो त्यो यो पानी भित्र पस्छ भने चाहिँ फेरि सक्यो। ल अब हामी यहाँबाट अब आफ्नो भाग उठायौँ। अब यहाँबाट हामी माथि बर्खे लाग्छौँ होइन त। थोडी बर्खेमा अब सुँगुर मोल्न लाग्यो। हेर्नुहोस् त यहाँको मौसम यति कुल छ। तर यहाँको मौसम चाहिँ सदाबार यस्तै हो है। बर्खे यो लेक ठाउँ हो। ल अब हामी माथितिर लाग्यौँ। भिडियो कस्तो लाग्यो तपाईँहरूलाई है? ओके।